ल अङ्कलको कहानी सुनौँ है त अब यहाँ यस्तो भएर रहेछ होइन खोइ अङ्कल अब यो के गरी भएको भन्ने अब यहाँ कहानी अब सुनिन्छ ल भन्नु यो त अब कपाल एकदम लामो थियो हजुर यो भन्दा पनि लामो थियो हजुर त्यो दिन मलाई बिहान जान खान मन लाग्थ्यो हजुर शनिबारको दिन थियो हजुर अनि त्यहाँबाट जाँड पनि खाइनँ रक्सी खान मन लाग्थ्यो रक्सी पनि खाइनँ हजुर अनि त्यो दिन म बिहानभरि गिल ठोकेर आएँ गिल ठोकेर आउँदाखेरि जथासम्म बोलाएँ 3.5 तलबाट झरेर मेरो यो स्थिति आयो अनि त्यहाँबाट म जेठको 26 गते हजुर म 25 वर्ष लाग्थेँ यो मेरो टाउको फुटेको जेठको 24 गते शनिबारको दिनमा मेरो टाउको फुटेको रक्सी खानु भएको थियो कि थिएन रक्सी मैले खाएको थिइनँ खानु भएको थियो तर खान चाहिँ मन लाग्थ्यो तर मैले खाइनँ ए त्यो बेला चाहिँ खानु भएन त्यो दिन मैले खाइनँ मन चाहिँ लागेको थियो खान चाहिँ मन लाग्थ्यो र पनि मैले खाइनँ यो शनिबारको दिन भएर पनि मलाई रोमान्टिक गरेर हिँड्न मलाई बिहानैदेखि हरेक मन थियो त्यो दिन मेरो मन चञ्चल भइरहेको थियो चाहे रक्सी खाउँ या जाँड खाउँ होइन जेसुकै गरौँ भनेर मेरो मन चञ्चल भइरहेको थियो तर त्यो दिन चाहिँ मैले केही पनि नखाएको तर आखिर म 2 बजी टाइममा छानाबाट झरेर मेरो टाउको यस्तो हस्पिटलमा औबद ल